हामी मध्ये धेरैले नयाँ काम उत्साहका साथ सुरु त गर्छौं, तर केही समयमै जब कठिनाइहरू आउन थाल्छन् तब हाम्रो ध्यान विचलित हुन्छ, हामी भड्किन्छौं, हामी चाँडै नै निराश हुन्छौं र त्यो काम अधुरो छोडिदिन्छौं। यही हाम्रो सबैभन्दा ठूलो समस्या हो। हामी परिणाममा धेरै ध्यान दिन्छौं र प्रक्रियालाई बेवास्ता गर्छौं वा झन्झट मान्छौं। थोमस एम स्टर्नरद्वारा लेखिएको चर्चित पुस्तक द प्र्याक्टिसिङ माइन्डले हामीलाई यही कुरा सिकाउँछ। यदि हामी कुनै पनि सिपमा निपुण बन्न चाहन्छौं वा लक्ष्यमा पुग्न चाहन्छौं भने परिणामको चिन्ता नगरी पूर्ण रूपमा प्रक्रियामा डुबिनुपर्छ, लागिरहनुपर्छ। जब हामी हतार नगरी धैर्यका साथ हरेक दिन आफ्नो लक्ष्यतर्फ अघि बढ्छौं तब सफलता आफै आउने गर्छ। चित्र बनाउनुहोस्, कुनै भाषा सिक्नुहोस् वा पढाइमा राम्रो अङ्क ल्याउनुहोस्, हामी प्राय तुरन्तै सफलता चाहन्छौं, तर त्यस्तो हुँदैन। जुनसुकै कुरामा सफल हुन निरन्तर अभ्यास र अनुशासन आवश्यक हुन्छ। जो मानिसहरूले यो कुरा बुझ्छन् उनीहरू जीवनमा निरन्तर अगाडि बढ्छन्, तर जो केवल परिणाम सोच्छन् उनीहरू बाटोमै हार मान्दछन्, लक्ष्यसम्म पुग्दै पुग्दैनन्। आजको युगको सबैभन्दा ठूलो चुनौती ध्यान भटकिने हो। मोबाइल फोन, सामाजिक सञ्जाल र अनगिन्ती मनोरञ्जनका साधनहरूले हाम्रो ध्यान यति धेरै भङ्ग पारेका छन् कि हामी लामो समयसम्म एउटै काममा ध्यान केन्द्रित गर्न सक्दैनौं। पढ्दा, नयाँ सिप सिक्दा वा करियरमा मेहनत गर्दा पनि हाम्रो मन बारम्बार अनेकौं कुरातर्फ मोडिन्छ। साथै अधैर्यता र छिटो नतिजा पाउने चाहनाले पनि हामीलाई असफल बनाउँछ। जब हामी ठूलो लक्ष्य बनाउँछौं तर छोटो समयमा सफलता नपाएपछि हामी हताश र निराश महसुस गर्छौं। तर सत्य के हो भने प्रत्येक ठूलो सफलतामाथि एउटा लामो प्रक्रिया हुन्छ जहाँ अनुशासन र निरन्तरता सबैभन्दा महत्त्वपूर्ण हुन्छ। द प्र्याक्टिसिङ माइन्ड हामीलाई सिकाउँछ कि यदि हामी हाम्रो कामलाई एक साधना, अभ्यासको रूपमा लिन्छौं र हरेक दिन सुधारतर्फ ध्यान दिन्छौं भने हाम्रो मन शान्त हुन्छ र हामी तनाव बिना लक्ष्यसम्म पुग्न सक्छौं। यो पुस्तकले बताउँछ कि हाम्रो ध्यान सधैँ प्रक्रियामा हुनुपर्छ, न कि परिणाममा। जब हामी यो सोच अपनाउँछौं तब हाम्रो कार्यक्षमता मात्र होइन, मानसिक सन्तुलन र सन्तुष्टि पनि बढ्छ। यदि तपाईँ जीवनमा कुनै ठूलो लक्ष्य हासिल गर्न चाहनुहुन्छ, जस्तै करियरमा सफलता, पढाइमा उत्कृष्टता, नयाँ सिप सिक्ने वा मानसिक र शारीरिक रूपमा सबल बन्ने, तपाईले आफ्नो ध्यान केन्द्रित गर्न र अनुशासनलाई आफ्नो जीवनको हिस्सा बनाउनै पर्छ। यो सजिलो छैन, तर असम्भव पनि होइन। यदि तपाईँ हरेक दिन आफूलाई सुधार गर्ने प्रयास गर्नुहुन्छ र सही तरिकाले काम गर्नुहुन्छ भने कुनै पनि चीजले तपाईको सफलतामा पुग्न रोक्न सक्दैन। अध्याय 1 द प्र्याक्टिसिङ माइन्ड के हो? के तपाईले कहिल्यै सोचेको छ कि उत्कृष्ट संगीतकार, खेलाडी, लेखक वा अन्य सफल व्यक्तिहरू कसरी यति सहजता र निपुणताका साथ आफ्नो काम गर्छन्? यसको रहस्य मात्र प्रतिभामा छैन, तर निरन्तर अभ्यास र धैर्यपूर्ण सोच अर्थात् प्र्याक्टिसिङ माइन्डमा छ। यसको अर्थ हो काममा पूर्ण रूपमा डुब्नु, हतार नगरी हरेक सानो कदममा ध्यान दिनु र परिणामको चिन्ता नगरी केवल प्रक्रियाको आनन्द लिनु। जब तपाईँ यस्तो सोच अपनाउनुहुन्छ तब तपाईको दिमाग शान्त रहन्छ, दक्षता बढ्छ र तपाईँ लक्ष्य प्राप्त गर्न आत्मविश्वास र धैर्यका साथ अघि बढ्नुहुन्छ। हामी प्राय अधीर हुन्छौं, मानौ तपाईँ पियानो बजाउन सिक्दै हुनुहुन्छ। पहिलो दिन औंलाहरूको स्थिति मिलाउन सङ्घर्ष, दोस्रो दिन तालमेलमा कठिनाई, तेस्रो दिन लाग्न थाल्छ म सक्दिन। यही अधैर्यता धेरैलाई बीचमै रोकिदिन्छ। तर सत्य के हो भने प्रत्येक सिप अभ्यास र धैर्यले मात्र निखारिन्छ। जो मानिस प्रक्रिया अनुरूप अभ्यास गर्छन् उनीहरू महान बन्ने यात्रा तय गर्छन्। आज धेरै जसो मानिसहरू परिणाम केन्द्रित सोच राख्छन्, त्यसले मानसिक तनाव र थकान दिन्छ। यसका विपरीत प्रक्रिया केन्द्रित सोच राख्नेहरू हरेक दिन आफूलाई सुधार्नमा केन्द्रित रहन्छन्, जसले सफलता निश्चित बनाउँछ। यदि तपाईँ खेलमा सुधार चाहनुहुन्छ भने हरेक दिन आफ्नो अभ्यास सुधार्न ध्यान दिनुहोस्, च्याम्पियन कहिले बन्ने भनेर होइन। यदि तपाईँ नयाँ भाषा सिक्दै हुनुहुन्छ भने आज कति शब्द सिक्नुभयो त्यसमा ध्यान दिनुहोस्, कहिले धारा प्रवाह बोल्न सकिन्छ भनेर होइन। यसरी सोच परिवर्तन गर्दा तपाईको यात्रा मात्र सजिलो हुँदैन, रमाइलो पनि हुन्छ। अध्याय 2 द आर्ट अफ स्टेइङ प्रेजेन्ट। के तपाईले कहिले महसुस गर्नु भएको छ पढ्न बस्दा केही समयमै फोन हेरु जस्तो लाग्छ? तपाई कुनै नयाँ सिप सिक्दै हुनुहुन्छ तर मन अन्यत्र जान्छ?
हामी मध्ये धेरैको दिमाग अतीत वा भविष्यमा अल्झिन्छ, तर सफलता त उसैले पाउँछ जो पूर्ण रूपमा वर्तमान क्षणमा उपस्थित रहन्छ। माइन्डफुलनेस भनेको अहिलेको क्षणलाई पूर्ण रूपमा महसुस गर्नु हो। जब हामी वर्तमानमा पूर्ण उपस्थित हुन्छौं, अभ्यास प्रभावकारी हुन्छ, सिकाइ छिटो हुन्छ र कार्यक्षमता बढ्छ। तर ध्यान भङ्ग गराउने 3 मुख्य कारणहरू छन्। 1. भविष्यको चिन्ता, म सफल हुनेछु कि म कहिले सक्ने। 2. अतीतको पछुतो, अघिल्लो पटक म असफल भएँ, फेरि के हुने। 3. तुलना, अरू म भन्दा अघि छन्। यी सबै कुरा ध्यान विचलित गर्ने हुन्। तर यदि तपाईले ध्यान प्रक्रियामा राख्नुभयो भने तपाई सजिलै सफलता प्राप्त गर्न सक्नुहुन्छ। जब तपाई दैनिक सुधारमा ध्यान दिनुहुन्छ, तनाव र हताशा कम हुन्छ, आत्मविकास द्रुत हुन्छ अनि तपाई लक्ष्यसम्म अझ प्रभावकारी तरिकाले पुग्न सक्नुहुन्छ। पहिले पनि म असफल भएको थिएँ, सायद यस पटक पनि असफल हुनेछु। मलाई पहिले यो गर्न धेरै गाह्रो परेको थियो। जब हामी अतीतका असफलता र अनुभवहरूमा अल्छिरहन्छौं, हामी वर्तमानमा पूर्ण रूपमा बाँच्न सक्दैनौं। 3 वटा मुख्य कुरा। 1. अतीतमा अल्छिनु। 2. वरिपरिको कुराले ध्यान भङ्ग हुनु। 3. मोबाइल, सामाजिक सञ्जाल, टिभी, कोलाहल आदि। यी सबैले हाम्रो ध्यानलाई बारम्बार तोड्छन्, जसले गर्दा हामी कुनै पनि काममा सम्पूर्ण रूपमा लाग्न सक्दैनौं। माइन्डफुलनेसले यिनै समस्याबाट बच्न मद्दत गर्छ। जब हामी प्रत्येक कार्यमा पूर्ण रूपमा उपस्थित हुन्छौं, हाम्रो कार्यक्षमता धेरै गुणा बढ्छ। एकै समयमा एउटै कुरामा मात्र ध्यान केन्द्रित गर्दा हाम्रो मस्तिष्क स्पष्ट र शान्त महसुस गर्छ र हामी हरेक कार्य कुशलतापूर्वक र सन्तुलित ढंगले गर्न सक्छौं। यदि हामी साँच्चीकै माइन्डफुल बन्न चाहन्छौं भने हामीले आफ्नो मस्तिष्कलाई प्रशिक्षण दिनुपर्छ। यहाँ केही सरल तर प्रभावकारी प्रविधिहरू छन् जसले तपाईलाई वर्तमानमा स्थिर रहन र मन एकाग्र बनाउने सहायता गर्छ। 1. बिस्तारै गर्नुहोस्, गहिराईमा गर्नुहोस्। कुनै पनि काम सुरु गर्नु अघि एक गहिरो सास लिनुहोस् र आफ्नो शरीर र मनलाई शान्त पार्नुहोस्। पढाइ, खाना, नयाँ सिप जे होस्, हतार नगरी ध्यानपूर्वक गर्नुहोस्। काम चाँडो सक्ने होड होइन, प्रत्येक क्षणको अनुभूति गर्नुहोस्। 2. अहिले र यहीँको मन्त्र। जब तपाईको मन भट्किन्छ, आफैसँग भन्नुहोस्, म अहिले र यही छु। शरीर, सास र इन्द्रियहरूप्रति सजग रहनुहोस्। यस क्षणलाई नै सबैभन्दा महत्त्वपूर्ण मानि स्वीकार गर्नुहोस्। यही तपाईको सफलता लुकेको छ। 3. एउटै समयमा एउटै काम गर्नुहोस्, सिंगल टास्किङ। एकैचोटि धेरै काम गर्ने प्रयास नगर्नुहोस्। जे गर्दै हुनुहुन्छ त्यसलाई 100% ध्यान दिई गर्नुहोस्। पढाइ, व्यायाम, कला सिक्ने कुनै पनि कुरा, मोबाइल र ध्यान भङ्ग गर्ने अरू सबै चीज टाढा राख्नुहोस्। 4. सास प्रति सजग हुनुहोस्, ब्रिदिङ अवेयरनेस। जब तपाईको ध्यान भट्किन्छ, केही गहिरा सास लिनुहोस् र त्यसमा ध्यान केन्द्रित गर्नुहोस्। यो प्रविधिले तपाईलाई पुनः वर्तमानमा ल्याउँछ र मानसिक शान्ति दिन्छ। 5. मनलाई आदेश दिनुहोस्, माइन्ड कमान्ड। जब तपाईको मन भट्किन थाल्छ, आफैसँग भन्नुहोस्, रोक, अहिले यत्तिकै क्षणमा ध्यान दे। यो अभ्यास दोहोर्याउँदै जानुहोस्, मन बिस्तारै प्रशिक्षित हुन्छ र कम भट्किन्छ। अब हामीले माइन्डफुल बन्ने तरिकाहरू बुझ्यौं। अब दैनिक जीवनमा प्रयोग गर्न सकिने केही व्यावहारिक अभ्यासहरू। ध्यान, मेडिटेसन। प्रत्येक दिन 5-10 मिनेट आँखा चिम्लेर बस्नुहोस् र केवल आफ्नो सास प्रति ध्यान दिनुहोस्। यसले दिमागलाई शान्त बनाउँछ र ध्यान केन्द्रित गर्न मद्दत गर्छ। 5-4-3-2-1 प्रविधि। जब ध्यान भट्किन्छ, यो प्रयोग गर्नुहोस्। 5 कुरा हेर्नुहोस्, 4 कुरा छुनुहोस्, 3 आवाज सुन्नुहोस्, 2 गन्ध महसुस गर्नुहोस् र 1 स्वाद लिनुहोस्। यो तपाईलाई तुरन्त वर्तमानमा ल्याउँछ। साना प्रगतिप्रति सजग रहनुहोस्। ठूलो लक्ष्यको सट्टा आजको सुधारमा ध्यान दिनुहोस्। आफैलाई सोध्नुहोस्, आज म कति राम्रो भएँ। डिजिटल डिटॉक्स। हरेक दिन केही समय मोबाइल, सामाजिक सञ्जाल र अन्य ध्यान भङ्ग गर्ने कुराबाट टाढा बस्नुहोस्। पूर्ण रूपमा उपस्थित हुनुहोस्। खाना, हिन्डुल, कुराकानी, जुनसुकै कार्यमा हुनुहोस्, त्यसमा पूर्ण उपस्थित भई अनुभूति गर्नुहोस्। यदि तपाई जीवनमा ध्यान र अनुशासन बढाउन चाहनुहुन्छ भने पहिलो कदम हो वर्तमानमा बाँच्न सिक्नु।
जब तपाईँ आफ्नो हरेक कार्यमा पूर्ण रूपमा उपस्थित हुनुहुन्छ, तपाईको क्षमता र आत्मविश्वास धेरै गुणा बढ्छ। माइन्डफुलनेस तपाईलाई केवल फोकस र अनुशासन मात्र होइन, आन्तरिक शान्ति र सन्तोष पनि दिन्छ। आजै निर्णय गर्नुहोस्, म हरेक क्षणमा पूर्ण रूपमा उपस्थित हुनेछु र हरेक कामलाई सम्पूर्ण ध्यान र समर्पणका साथ गर्नेछु। अध्याय 3, प्रक्रिया बनाम परिणाम, प्रगतिको गोप्य रहस्य। यदि तपाईँ कुनै पनि क्षेत्रमा सफल हुन चाहनुहुन्छ भने तपाईले बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो, ध्यान परिणाममा होइन, प्रक्रियामा दिनुहोस्। जब हामी नयाँ सिप सिक्न थाल्छौँ या कुनै लक्ष्यतर्फ बढ्छौँ, हामी अधिकांश जसो परिणामप्रति केन्द्रित हुन्छौँ। हामी छिटो सफलता चाहन्छौँ, तर जब नतिजा आशा अनुसार आउँदैन, हामी निराश हुन्छौँ, हताश हुन्छौँ र कहिलेकाहीँ बीचमै हार मान्छौँ। थोमस एम स्टर्नरको पुस्तक द प्र्याक्टिसिङ माइन्ड हामीलाई सिकाउँछ, सफलताको असली रहस्य भनेको परिणामको पछि नलागी प्रक्रियालाई अँगाल्नु हो। केवल परिणाममा केन्द्रित हुँदा के हुन्छ? तनाव र थकान बढ्छ। प्रगतिको तुलनाले आत्मबल घट्छ। तुरन्त नतिजा नआए निराशा हुन्छ। सानातिना असफलताले पनि ठूलो असर पर्छ। मस्तिष्क कहिल्यै विश्राम गर्न पाउँदैन। ऊर्जा खस्कन्छ र उत्साह हराउँछ। प्रक्रिया रोज्दा के हुन्छ? हरेक दिनको अभ्यासबाट सुधार हुन्छ। आत्मविश्वास बिस्तारै बढ्छ। प्रत्येक सानो लक्ष्य पूरा हुँदा प्रेरणा मिल्छ। सिक्ने मानसिकता विकास हुन्छ। प्रगति स्पष्ट देखिन्छ। मोटिभेसन सधैँ कायम रहन्छ। यदि तपाईँ हरेक दिन केवल 1% सुधार गर्नुहुन्छ भने 1 वर्षमा तपाईँ 37 गुणा बढी राम्रो बन्न सक्नुहुन्छ। रोजर फेडररले जब टेनिस खेल्न थाले, उनले कहिल्यै यसको सोचेनन् कि म विश्व नम्बर 1 बन्नेछु। उनी केवल आफ्नो दैनिक अभ्यासमा केन्द्रित रहे, सर्भ सुधार्ने, कोर्टमा चपलता बढाउने, मानसिक बलियोपन बनाउने। नतिजा स्वतः आयो। थोमस एडिसनले बल्ब बनाउँदा 1000 पटक असफल भएका थिए। यदि उनी केवल परिणाम सोच्थे भने 100 प्रयासमै हार मान्थे, तर उनले प्रत्येक असफल प्रयासलाई शिक्षा दिने प्रक्रिया माने र अन्ततः सफल भए। उदाहरण, पियानो बजाउने। यदि तपाईँ पहिलो दिनमै सोच्नुहुन्छ मलाई 1 वर्षमा सिद्ध पियानो जान्न आउनुपर्छ, त्यो तपाईलाई हताश बनाउँछ। तर तपाईले मात्र यति भन्नुभयो भने म प्रत्येक दिन 30 मिनेट अभ्यास गर्छु, धेरै चाँडै तपाईका औंलाहरू स्वतः पियानोमा नाच्न थाल्छन्। अध्याय 4, धैर्य र दृढता, कल्टिभेटिङ पेशेन्स एन्ड पर्सिभरेन्स। प्रक्रिया केन्द्रित सोच। जब तपाईँ पियानो, खेल वा कुनै पनि सिप सिक्दै हुनुहुन्छ, तब परिणामको चिन्ता नगरी केवल प्रक्रिया र अभ्यासमा ध्यान दिनुहोस्। परिणाम स्वतः आउनेछ। धैर्य र दृढता आत्मअनुशासनका 2 मुख्य आधार हुन्। यी गुणहरूले तपाईलाई कठिनाइहरूमा पनि अगाडि बढ्न प्रेरणा दिन्छ। आजको द्रुत युगमा तुरुन्तै परिणाम खोज्ने प्रवृत्ति छ, तर दीर्घकालीन सफलता समय, धैर्य र निरन्तर प्रयासमा लुकेको हुन्छ। प्रसिद्ध उदाहरणहरू। लियोनार्डो दा विन्चीलाई मोनालिसा बनाउन 4 वर्ष लाग्यो। एडिसनले बल्ब बनाउनु अघि हजारौं पटक असफल भए। उसेन बोल्टले 9 सेकेन्डको दौड जित्न 10 वर्ष अभ्यास गरे। अनुशासन टिकाइराख्ने तरिका। साना लक्ष्यहरू राख्नुहोस्। प्रगति मन पराउनुहोस्। केवल नतिजामा केन्द्रित नहुनुहोस्। आत्म पुरस्कार दिनुहोस्। प्रत्येक दिन 1% सुधारको सिद्धान्त अपनाउनुहोस्। निराशा निवारण रणनीति। आफ्नो प्रगतिको रेकर्ड राख्नुहोस्। असफलतालाई सिकाएको अवसर मान्नुहोस्। मानसिक र शारीरिक हेरचाह गर्नुहोस्। अध्याय 5, अटुट एकाग्रता, ट्रेनिङ योर माइन्ड फर अनवेभरिङ फोकस। आजको युगमा मोबाइल, सोशल मिडिया, इमेल आदि कारण ध्यान भङ्ग हुनु सामान्य भएको छ। सफल हुन अटुट ध्यानको अभ्यास गर्नै पर्छ। अनुशासन र एकाग्रता सम्बन्धित छन्। नियमित अभ्यासले दिमागलाई फोकस मोडमा ल्याउँछ। आत्मनियन्त्रणले विचारहरू नियन्त्रणमा राख्छ। स्पष्ट लक्ष्यले अनावश्यक कुराहरूबाट बचाउँछ। स्टिभ जब्सको दृष्टान्त। उनी सीमित वस्तु, साधारण लुगा, न्यूनतम विकर्षणमा केन्द्रित जीवनशैलीले उनलाई महान इनोभेटर बनायो। फोकस बढाउने उपायहरू। दैनिक निश्चित समयमा गहिरो कार्यको अभ्यास गर्नुहोस्। डीप वर्क। प्राथमिकता स्पष्ट गर्नुहोस्। विकर्षण हटाउने सीमा तोक्नुहोस्, जस्तै मोबाइल समय सीमित गर्नु।
हस्त यति नै थियो यो अडियो बुक। जीवन एउटा यात्रा हो जुन गति नहीं गहिराईमा आधारित हुन्छ। हामी सधैँ परिणाम खोज्दै दौडन्छौं, तर साँच्चैको सफलता प्रक्रियामा लुकेको हुन्छ। द प्र्याक्टिसिङ माइन्ड हामीलाई सम्झाउँछ म अब के गर्न सक्छु भन्ने प्रश्न नै आत्मविकासको पहिलो पाइला हो। हरेक दिन थोरै थोरै सुधार गर्दै आत्मअनुशासन, धैर्य र एकाग्रता अपनाउँदै हामी आफ्नै जीवनको सर्जक बन्न सक्छौं। आजैबाट संकल्प गरौं, म परिणाम होइन प्रक्रियामा केन्द्रित हुनेछु। म आफ्नो मनलाई अनुशासनमा राखेर निरन्तर अभ्यास गर्नेछु र म आफ्नो लक्ष्यतर्फ प्रेमपूर्वक, धैर्यपूर्वक अघि बढिरहनेछु। यदि तपाईलाई यो सन्देश मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। नयाँ अध्याय, नयाँ सोच, नयाँ सुरुवात। फेरि भेटौँला अर्को प्रेरणादायी भिडियोमा। तपाईलाई यो पुस्तक कस्तो लाग्यो कृपया कमेन्टमा लेख्न नबिर्सनुहोला। धन्यवाद।